सुत्न त पऱ्यो बेलुका त अब पैसा कहाँ राखेर सुत्ने है। अनि त्यो हाँडी थियो मकै भुट्न ल्याएको हाँडी, त्यो हाँडीमा हालेर कपडाले टक्क राखेर त्यो भरि मकै हालेर राखेको थियो हाँडीमा। बाटो नि मान्छेले थाहा पायो भने फेरि अनि त्यतिखेर डस्न भन्ने हुन्थेन। भक्तपुरको 30 रुपियाँवाला सुकुल यति बाग्लो, त्यसमा तन्ना ओछ्याएर सुतेपछि त बिहान उठ्दा त यो हातमा त दामै दाम थियो सुकुलको दामै दाम। अनि सुकुल पनि किन्नु भयो होला। सुकुल पनि किन्यो अनि 1000 को चाहिँ सबै डाँडाकुरु किन्थ्यो। त्यतिखेर त्यो 90,000 को जग्गै किनेको भने कति आउँथ्यो होला त? अनि त्यहाँदेखि 77,000 मा हाँडी गाउँको नेवार रहेछ, त्यो चाहिँ खालि ढुम्बल खेल्ने। मलाई 500 को र 1000 को ल्याउनेलाई म दिँदै नदिने जग्गा भने यसो विचार गरेँ। अब यहाँनिर घर किन्यो भने राम्रो हुन्छ, पछि पछि भनेर त बढ्दै गयो। यसको त मैले त डबल कमाउँछु भन्ने सोच चाहिँ मेरो पहिलेदेखि। त्यसले भोलिपल्ट मलाई जग्गा लगेर देखाएपछि यहाँदेखि यहाँसम्म मेरो हो भन्यो। त्यसले त किलो डङ अग्राको दाउरा गाड्यो, मैले पनि गाड्यो। यहाँदेखि यहाँसम्म मेरो हो, तपाईँले यहाँ धानै रोप्यो पनि मजाले चामल किन्न पर्दैन भन्छ। हो यसले भनेको कुरा ठिकै हो भने। अनि यो बौद्धबाट एक हल गोरु लगेर जोतेको त्यहाँ ए गोरु पो थियो त्यतिखेर यता काठमाडौँ। ट्र्याक्टर थिएन नि, खन्ने मान्छे पाउँदैन। खन्ने मान्छेले 120 माग्थ्यो, अनि कहाँबाट 120 ल्यायो? टेम्पो चलाउनेले त 120 कमाउँदैन, त्यो खन्नेलाई 120 दिन्छ त। यस्तोसम्म गरेर गोरु लगेर गोरु जोतेको यताउति गोरुलाई परल किनेर दिने, मान्छेलाई दिने गर्दाखेरि ठ्याक्कै 90-95 रुपियाँमा जोत्ने। अन्त जाँडै किनेर खुवाउनु पर्ने फेरि। गर्दै गर्दै गयो। अनि त्यो हाँडी गाउँको नेवारलाई ल 77,000 भन्थ्यो त 80,000 भन्थ्यो। 80,000 त नदिने, मसँग यति छ भनेको। ल हुँदैन, मलाई 5 को र 10 को चाहिन्छ, 20 को चाहिन्छ, त्यो 500 त म लिँदैन भने फेरि 5 को 10 को बनाउनु पर्यो। 10 को खोज्नलाई फेरि उहाँ टली बसको बानेश्वरको सिन भवन भन्दा यतापट्टि थियो टली बसको स्टप। हजुर यहाँ गएर साटेर ल्या, ल भाइ मलाई 40,000 साटिन् त भनेको। कहाँबाट ल्याएको भाइ? चोरे ल्याऊ क्या हो भने त्यो फेरि त्यहाँको मान्छे एउटा बन्द छ, मुख सम्हालेर बोल्ने गरेर लाग्यो। सानो भनेर हेपेको झोलामा त म त आफ्नो हतियार त आफै लिएर हिँड्छु त भने। चिनिक्क टल्केको ठमेलतिर टल्काएर राख्ने खुकुरी हुँदैन, पैसा थापेको त्यो चाहिँ म साथमै बोकेर हिँड्थेँ। खुकुरी बोकेपछि त तामाङ हो भने हो भनेपछि त मेरो चाहिँ पैसा सार्थ्यो, अरूको त सार्दैन। चस्मा पनि यहाँ तल लाउँथ्यो त्यसले पावर मेरो चाहिँ 40,000। अनि 40,000 साटेर मेरो पालि सिमेन्टको बोरामा हालेर लिएर आएको। सिमेन्टको बोरामा अनि त्यहाँ त कहाँ चामलको बोरा खोज्नु त, सिमेन्टको बोरै रहेछ त्यहीँ हाल्यो ल्या। सिमेन्टको बोरालाई टक्कायो अनि त्यहाँ हालेर ल्याएर ल यहाँ आयो भने त्यसको काखमा थपक्क फालिदिएको। नेवार त पानी ल्याउ न, मलाई पानी ल्याऊ, पैसाले पोले भन्छ त। त्यो देखेर क्या पामत गरेर दौड त्यसले रातैभरि त्यसले गनुन्जेल म 3 घन्टा उभिएर बसेको छु उहाँ टुकीपट्टि बाँधेर। पर्नु पनि थिएन। त्यो कालो छिरेन नि, यो हात यसरी हाल्दा पनि कालो क्या, त्यो टुकीपट्टिको त कालो हुने नि त। मट्टी तेलमा होला। तेलमा काठमाडौँमा हाँडी गाउँमा चाहिँ लाइन थिएन। त्यस्तो गरेर अरू पैसाको त मैले यहाँ टिभी ल्याउनु पर्ने छ फेरि मलाई। 14 इन्चीको ब्ल्याक एन्ड व्हाइट टिभी लिएर आएको, पछाडि बम्पर भएको वाला होला त्यतिखेर। हिजो आज कुरा आउँदा आउँदा माथि एन्टिनर हल्लाउँदा सावधान भनेर लेखिसक्थ्यो क्या, सिद्धिसक्थ्यो क्या। फिल्म सकेर सकिसक्यो, मलाई त्यो एन्टिनर हल्ला। अनि मैले आइडिया पनि ला एन्टिनरमा डोरी झुन्डायो, त्यो गनाइको कारखानाको त्यो सुपर डोरी हुँदैन, हजुर त्यो झुन्डायो। अनि झ्यालभित्रबाट पुवालबाट ल्यायो, भित्रतिर आयो भने त्यो डोरी हल्लाउँछ। अनि गरेन मैले। काम त मैले धेरै गरेँ, सङ्घर्ष धेरै गरेँ पनि, तर जहाँ रक्सी खान चाहिँ सिकेन हौ। जहाँ रक्सी खाएको त उडाएरै सक्नुहुन्छ। जहाँ रक्सीले जिन्दगीमा मलाई जाँड रक्सी जुवा तास खेल्नु भएको त त्यो 90,000 त्यतिखेरै सकिन्थ्यो होला नि। मलाई एउटा केटाले
रक्सी खुवायो त्यो रक्सी न्युरोतिर बनाएको नेवारले बनाएको रक्सी रहेछ रक्सी एक ढुङ्गा खाएपछि त कति कडा हो यो नेवारले मुतेर ल्यायो भन्थ्यो एउटाले त्यो भनेपछि त मुतेर ल्यायो भनेपछि त हेर्दा पनि रातो रातो रक्सी हुलुक्क नाकबाट नाकबाट मुखबाट सब निस्क्यो त्यो रातो रक्सी मुतेर ल्यायो भने त हाल्दाखेरि त्यस्तै देख्यो नेवारको रक्सी मुतेर ल्यायो लाग्छ भन्यो एउटा साथी बाहिर गएर त हात हालेर सब निकाल्यो यहाँदेखि यो रक्सीको गन्ध 3 दिन त बिरामी भयो म मोलबाने पुग्न लागिसक्यो कफै गफमा त कति छिटो कोटेश्वर कहाँ छोड्यो जडीबुटी कहाँ छोड्यो होइन तपाईँलाई त्यतिखेर दुःख गरे पसिना बग्यो अहिले भन्दाखेरि हामीलाई कथा जस्तो रमाइलो अब अहिले मेरो श्रीमती भन्छ तपाईँ रक्सी खाने श्रीमती हो तपाईँको साथी नै छैन कसैको बुढाले धेरै खाएको भनेर तिब्बतसम्म धाएको छ होइन तपाईँको फेरि खानु भनेर होला खानु पो भन्छ हौ मेरो फेरि श्रीमती पौडेल 17 वर्ष बोलेन 17 वर्ष भगार ल्याएको क्या गीत गाएर ल्यायो ए गीत खासमा दिदी तानेको बहिनी पऱ्यो क्या दिदीले मलाई हन्सेले हानेर यहाँ ठक्क पार्दैन त यहीँनिर गएपछि आइया भनेर छोड्यो अनि त्यहाँदेखि त्यो उनीहरूको आफन्त दाजुभाइ बोलाएपछि त माउनहरू त आयो नि त आएपछि त हाम्रो पालो त्यो हाट बजार लाग्ने अनि त्यहाँदेखि त्यो अगाडि 3 जना जति अगाडि गयो खुकुरी निकालेर अगाडि लौरो र खुकुरी निकालेर बसेपछि त अगाडि आउन सकेन उनीहरू बस्न सकेन दिदी चाहिँलाई भनेर तानेको बहिनी चाहिँ झन् छेउमै आएर बसेर क्या लु बोक केटा हो बोक भन्यो 13 जनाले 5 जना केटी छोपेर अनि मेरो भागले पौडेल पऱ्यो तामाङको फेरि बोके छोपेपछि छोपे हो घरमा गएको आमाले त सिलरी खोलेर दियो ल अब कामी त मैले होइन के होइन मारे काटे सबैको रातै आउँछ मेरो आमाले बुझ्यो त फेरि आमाले बुझ्यो बाउले त मलाई त्यो निङ्गालोको लौरोले हाल्यो सिरगानेले पिसाब त चुरुक फेरि आमाले फेरि फरियामा लुकाइहाल्यो छोरालाई अब मलाई हान्दा त मेरो आमाले पनि भेट्यो नि 2-4 छोड्दा त्यो निङ्गालो बाउ चाहिँ कडा हुनुहुँदो रहेछ बाउ त कडा नि हो बेलाको आर्मीको मान्छे कोही पनि रहँदैन घरमा अब भन्छ त लु नरन भए नरहोस् भन्छ मेरो आमाले पनि हामीलाई 240 रुपियाँ पैसा दिएर राति नै भगायो रातभरि मकै भुट्यो मकै भुटेर ल है अनि यो बिहान चाहिँ यो डाँडा चाहिँ कटेर उठेर भन्यो अनि आमाले कहाँ यो कुकुरी लिएर जान्ला त चाहिँ झोलामा हालेर भन्यो अहिले बाटोमा केही पऱ्यो भने त सोधिहाल्नु पऱ्यो नि त हान्नु त हान्दिनँ मम्मी म देखाउनु त पऱ्यो नि त भनेको लु यो पनि हाल भन्यो राति 3 बजे भगाइहाल्यो अनि मान्नु चाहिँ मान्यो कसले बाउले होइन उता छोपेर ल्याएको हजुरको वाइफले अब छोपेपछि लु आज चाहिँ तिमी मेरो घरको बुहारी भयो जानु भनेर मेरो मम्मीले त फकाइ फुलाइ गर्यो त तिमीहरू काठमाडौँ जाऊ काठमाडौँ गयो होला गहना पनि दिएपछि त मकै गहना भएन त के को गहना गाउँबाट त गहना सना थियो आमाले दिएको एउटा तिलरी थियो कतिमा बनाएको थियो 700मा कि 600मा बनाएको आमाले अहिले पनि भन्छ एकादशको कथा होइन त यो एकादशको कथै भन त हाम्रो लागि बाबु त यहाँ नबस तर यहाँ बस्यो भने तेरो बाउले मार्छ जाऊ त्यतिखेर 240 भने त अनि धेरै हुन्थ्यो होला नि त अनि 240 लिएर आएर त्यहाँबाट चाहिँ नि आयो दोलाल घाटको बाटोसम्म हिँड्दै हिँड्यो त्यो जङ्गलको बाटोमा त भोकले चुर भयो त्यो तपाईँको फलाङ्गी गयो भने त्यो खायो त्यो खाएपछि त राम्रो आफूले नै पालेको आफै डल्ला जस्तो क्या यस्तो बनाउने अनि गाडी दोलाल घाटबाट बस लाग्ने काठमाडौँ आएको 30 रुपियाँ दिने कहाँ चप्पल छैन फेरि मेरो उसलाई त छ फेरि उसलाई चाहिँ नि जालीवाला चप्पल अब न उल्टो हो न सुल्टो हो त्यो चप्पल पनि त्यस्तै लगाएर पनि आयो अनि बनेपामा ल्याएर थपक्क झार्थ्यो बनेपामा आएर मैले
मैले फेरि खेत खन्ने काम बा खेत खनेपछि लु यो बनेपामा बस्न नहुँदो रहेछ यहाँ धेरै खेत खनाउँदा लाउँदो रहेछ भनेर काठमाडौँ सहर छिर्यो हाडी गाउँमा कोठा भाडा 62 रुपियाँ अनि खेत खने पैसा दिन्थ्यो होला नि त अनि खाएर 45 रुपियाँ भनेपछि कमाउनु थालिसक्नु भएको रहेछ अन्य त ठाउँमा महिना चरी लिएर राख्ने क्या त्यहाँको नेवार अँ, महिना चरी फेरि मान्छे जस्तै बोल्ने बुवा यसले त कामै गरेन बुवा मकै खाएर चिउरा र त्यो खाएर त्यहाँ सुतेर बसेको बा बुवा भन्छ यार महिना चरीले त कोही कुरा त उसलाई नै भन्ने क्या उसको आफन्त जो घरको होइन अँ। उसलाई भन्ने अनि हामी त कहाँ बनाइदियो त भने यो महिना चरी हुन्छ अब कामै नगरौँ भन्यो काठमाडौँको हाँडी गाउँमा 62 रुपियाँ कोठा त पायो माटो भयो बिहान सर्लकै लिप्यो रातभरि त ठिकै हो नि बिहान फेरि यति माटो खन्ने राख्ने भने यो चाहिँ क्या त्यो मुसाले अनि घरबेटीबाट मेरोबाट बोलाएर यहाँ आउनुहोस् अब यो मुसाले त खनेर बिजो गर्यो त भनेको मैले झन् भाइलाई रातो माटो खन्दै गरेन हाम्रो त यति थुपारेर ल्याइदिनु क्या पराक खनेर त्यस्तोसम्म पनि गर्यो भने गऱ्यो दुःख पनि गऱ्यो अहिले सबै ठिकठाक सबै भयो अहिले त राम्रै छ नि अब अहिले आनन्द छ नि अहिले त अहिले अब बाहुनको छोरी पौडेलको छोरी चाहिँ एक ब्याग लगाउँछ ससुरालीलाई नि गर्व लाग्दो गतिलोले पारेछ सालो केटा मैले अस्ट्रेलिया पठाइदियो सालो केटालाई नि कपालमै घर किनाइदियो ओहो भेना भन्छ अहिले त म कहाँ आउने हो नि त फस्टमै विदेश छोडा म कहाँ आउने हो अनि अहिले त ससुराबाद त नाक त यस्तो फुलाउँछ नि उबेला चाहिँ मेरो नाकै गयो भन्यो त्यहीँ रहेछ त सोधेर बा कहाँ गयो भनेको मैले ढोकामा त उनीहरूलाई त लौरोको टिकुल लाउँछ नि त हजुर त्यसको नाम अग्लो हो त्यो निकालेर नहट्यो मलाई 3 दिनपछि जाँदाखेरि त 3 दिनमा गएको जान्छ अनि त्यहाँदेखि नहुने रहेछ भने बाउले त 3 दिनसम्म त कम फुट्यो त मलाई अनि लु भाइ यस्तो पाराले नबस्ने कि गइहाल भने आमाले त आमा भने आमा हुँदो रहेछ अहिले त आमालाई सुन्दै झपक्कै पारेको छैन मैले फेरि त्यतिखेर खोलिदिएर लगाइदिएपछि त अहिले काठमाडौँमा मजाको घर छ आनन्दसँगले इन्द्राणी बिहानदेखि बेलुकासम्म लाग्यो भने मजाले हेरेर बस्छ बाउ र आमा ए बाउले अनि मैले यसरी कुटेको थिएँ भनेर भन्छ त यहाँ त आइहाल्छ नि तर त्यति कुटेर अनि आमाले त्यति गरेर नपठाएको भएदेखि बन्थेन होला गाउँमै बस्नुहुन्थ्यो होला त्यति कुटेर अनि आमाले त्यसो गरेर पठाइदिइसकेस् त अनि तपाईँलाई नि राम्रो भयो नि त त्यतिखेरको कुटाइ चाहिँ तपाईँको भविष्यको लागि कुटेको रहेछ है भविष्यको लागि कुट्यो नि हो तलबाट जाला अलिक कति छ बाटो कच्ची छिर्दैन र पानी पर्न पर्दा त कच्ची पनि छिर्न पर्छ बिचै बिच हेरेर जिउ दुख्छ क्या भाइ पहिला कच्चीमा पनि छिर्दाखेरि भोक पनि हिँडाएको होइन त्यसो भन्दा जाउँ यतैबाट छिर रमाइलो यस्तो त त्यो लामो टुर्नामेन्ट गर्दै जाने हो नि उहाँबाट भित्र छिरौँ कताबाट भाइ यहाँबाट उतो कार आउँदैछ नि हो त्यहीबाट अगाडि हो यहीँबाट यहाँबाट चाहिँ कच्ची छ है सानो चाहिँ तपाईँ अहिले निक्लिँदा उताबाट सजिलो हुन्छ उताबाट कहाँ बाटो भन्ने चाहिँ यतै घुम्नु पर्छ नि यताबाट हो कि यताबाट हो सिधै यहाँ पनि छ छ नि दाइ त अब तपाईँलाई भोक लाग्दैन भने चाहिँ भोक चाहिँ लाग्छ अब त्यही लाग्नेको बाटो रहेछ नि त योभन्दा उताको बाटो राम्रो छ होला नि जानुपर्ने यता हो नि त ए बुढो त बिग्रियो नि त फेरि होइन परै झरेको भए नजिक हुनु अनि ठिक छ यताबाट जानुपर्छ तपाईँले यसमा पनि हिँड्नुपर्छ नत्र त्यो तल चौरमा झर्नु नि त सालदेखि दुःख भएको मान्छेलाई के कता जाउँ भाइ सिधै के त होइन यो गाडीको पनि कहिले सक्न नचलेको चल्छ